भारतबाट मोबाइलबाटै पैसा पठाउने अनि नेपालमा पनि मोबाइलबाटै निकाल्ने हो। आजकलको बिजी शेड्युलमा सबै मान्छेहरू बिजी नै हुन्छन्। बैंक जाऊ आऊ झन्झट गर्न कोही पनि चाहँदैन, चाहे पठाउन होस् या निकाल्न होस्। हो, तपाईँ पनि चाहनुहुन्छ मोबाइलबाटै पैसा पठाउन र नेपालमा पनि मोबाइलबाटै पैसा निकाल्न चाहनुहुन्छ भने अब आइसकेको छ सुविधा fintech.com यानि कि सुविधा एप्लिकेसन। सुविधा एपबाट नेपालमा आइएमई रेमिट्यान्स गरेर खल्तीबाई आइएमई एपमा तपाईले सहजै रूपमा अब पैसा निकाल्न सक्नुहुनेछ। त्यसको लागि तपाईले भारतमा हुनुहुन्छ भने तपाईले आइएमईमा केवाइसी गरेको हुनुपर्ने हुन्छ पहिला र सुविधा एप्लिकेसन अथवा सुविधा fintech.com वेबसाइटमा रजिस्टर गरेको हुनुपर्छ। तपाईले सहजै रूपमा आफ्नै मोबाइलबाट पैसा पठाउन सक्नुहुन्छ भने सहजै रूपमा आफ्नै मोबाइलमा पनि पैसा विथड्रल गर्न सक्नुहुन्छ नेपालमा आइएमई बाई खल्ती एपमा। हो, तपाईले जसरी नाममा पठाउनुहुन्थ्यो हिजोको दिनहरूमा खातामा पनि पैसा पठाउन सजिलो सहजै थियो, तर अब हामीलाई वालेट पनि नेपालको नम्बर 1 डिजिटल वालेट आइएमई बाई खल्तीमा पनि पैसा निकाल्न सक्नुहुनेछ सुविधा fintech.com बाट पैसा पठाएर अथवा सुविधा एप्लिकेसनबाट पैसा पठाएर। त्यसको लागि तपाईले सुविधा fintech.com बाट जसरी आइएमई यानि कि नाममा नागरिकतामा पैसा सेन्ड गर्नुहुन्थ्यो त्यसैगरी सहजै रूपमा पैसा पठाउनु पर्ने हुन्छ। पैसा पठाइसकेपछि तपाईलाई एउटा पिन नम्बर प्राप्त हुनेछ। भेरिफाई भइसकेपछि तपाईले पैसा सेन्ड गरेपछि तपाईलाई एउटा पिन नम्बर पैसा प्राप्त हुनेछ। जुन नम्बरबाट तपाईले नागरिकतामा पैसा निकाल्नुहुन्छ त्यही। र नेपालमा पैसा निकाल्नको लागि तपाईले जुन नम्बरमा आइएमई बाई खल्ती एप्लिकेसन खोल्नु भएको छ, आइएमई बाई खल्ती एप्लिकेसन रजिस्टर्ड छ र केवाइसी भेरिफाइड छ भने तपाईले सहजै रूपमा त्यो पैसा निकाल्न सक्नुहुन्छ। त्यसको लागि ढिला नगरिन स्क्रिन शेयर गर्न चाहन्छु। तपाईले सबैभन्दा पहिला तपाईको मोबाइलमा रहेको भेरिफाइड भएको खल्ती आइएमई बाई खल्ती एप्लिकेसन खोल्नु पर्ने हुन्छ। म तपाईलाई देखाउन चाहन्छु। आइएमई बाई खल्ती एप्लिकेसन खोल्नु भयो भने तपाईले देख्न सक्नुहुन्छ यो आइएमई बाई खल्ती एप्लिकेसन छ। तपाईले लगइन गर्नुस्। लगइन गरिसकेपछि यो खल्तीको इन्टरफेस यस्तो देखिन्छ। यो तपाईले यसरी यो आइएमई बाई खल्ती एप्लिकेसन हो र तपाईको केवाइसी चाहिँ भेरिफाइड भएको हुनुपर्छ। यदि केवाइसी भेरिफाइड छैन भने पैसा विथड्रल गर्न मिल्दैन हैन। तपाईले म यो चाहिँ आइएमई बाई खल्ती एप्लिकेसनबाट तपाईले नेपालको एप्लिकेसन हो र यसबाट चाहिँ तपाईले यसमा रजिस्टर गर्नको लागि नेपाली मोबाइल नम्बर नै चाहिन्छ। नेपाली नागरिकताबाट यो केवाइसी भेरिफाई हुन्छ। डिजिटली पनि भेरिफाई गर्न सकिन्छ र योबाट नेपालमा बिजुली पानी बैंक खातामा र आइएमई पनि सहज रूपमा गर्न सकिन्छ यो एप्लिकेसनबाट। यसको सुविधा लिनको लागि सबैभन्दा पहिले रेमिट्यान्स विथड्रल गर्नुपर्ने हुन्छ, वालेट लोड गर्नुपर्ने हुन्छ। वालेट लोड गर्नको लागि तपाईले सबैभन्दा पहिला रेमिट्यान्स विथड्रल गर्नको लागि विथड्रल रेमिट्यान्स अप्सनमा क्लिक गर्नुस्। त्यसपछि कुन कन्ट्रीबाट आएको त्यो कन्ट्री सिलेक्ट गर्नुस् र तपाईलाई जुन पिन नम्बर प्राप्त भएको छ सेन्डरले दिनुभएको या आफै पठाउनु भएको हैन, जसले हो तपाईसँग यो पिन नम्बर हुनुपर्ने हुन्छ। जुन पैसा निकाल्नको लागि आइएमई काउन्टरमा गएर पनि निकाल्न मिल्ने हुन्छ, त्यही पैसा आइएमई बाई खल्ती एप्लिकेसनबाट पनि निकाल्न सकिन्छ। र अमाउन्ट राख्नुस्। अमाउन्ट राखिएपछि तपाईले यहाँनिर प्रोसेस गर्नुस्। त्यसपछि यहाँनिर पर्पस भनेको छ कुन पर्पसको लागि तपाईले पैसा आएको हो त्यो राख्नुपर्ने हुन्छ। यसमा मैले फ्यामिली मेन्टेनेन्स राखेको छु र तपाईको नाता पठाउनेको नाता है, तपाईको र पैसा पठाउनेको नाता के छ मैले फादर इन ल राखेको छु। भनेपछि तपाईले यहाँनिर अकुपेसन भनेको पेशा के छ त्यो राखेको छु र यो के को लागि हो त भनेर भन्नु फ्यामिली फ्रेन्ड सपोर्टको लागि भनेर राखेको छु। यसपछि यहाँनिर तपाईको रिसिभ बटन छ। सिम्पल सहज रूपमा रिसिभ बटनमा क्लिक गर्नुस्। ओके गर्नुस्। ओके गरिसकेपछि प्रोसेस हुन्छ। प्रोसेस गर्नुस्। त्यसपछिबाट ओके सक्सेस भइसकेको छ। यहाँनिर तपाईको पैसा रिसिभ भइसकेको छ। मेरो वालेटमा तुरुन्तै रिसिभ भइहाल्छ। 79,680 रुपैयाँ मैले रिसिभ गरिसकेको छु मेरो आइएमई बाई खल्ती एप्लिकेसनमा। अब तपाईको वालेटमा भइसकेपछि कसरी प्रयोग गर्ने भन्ने कुराहरु तपाईलाई थाहै छँदैछ। कसरी यहाँ देख्न सक्नुहुन्छ इन्टरनेट रेमिट्यान्स रिसिभ भइसकेको छ। मेरो ब्यालेन्समा पहिला 36 रुपैयाँ थियो भने अहिले 79,716 रुपैयाँ भइसकेको छ। यसैगरी तपाईले पनि पैसा निकाल्न चाहनुहुन्छ भने मजाले निकाल्न सक्नुहुन्छ।